Ini halluru संस्थाको नाम र पदको नाम जनाइदिनु होला र जो पनि कसैको प्रतिनिधित्व गरेर आउनु भएको छ उहाँको नाम पनि मलाई यहाँ जनाइदिनु होला। नगर अध्यक्ष श्री शोभा कुमारी थापाज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। त्यसै गरी नेपाल नगर सङ्घ नगर उपाध्यक्ष श्री खिमबहादुर थापा मगरज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। अतिथिज्यूहरू अगाडि उस मञ्चमा आएर आसन ग्रहण गरिदिनु होला। र यसै गरी नेपाल मगर सङ्घ जिल्ला निवर्तमान सहसचिव एवं न्यू रोमिनी बोर्डिङ स्कुलका प्रिन्सिपल श्री विनोद थापा मगरज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। र यसै गरी नेपाल मगर सङ्घ जिल्ला निवर्तमान सदस्य श्री गङ्गापल्ली मगरज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। र यसै गरी नेपाल मगर महिला सङ्घ देवदर नगर अध्यक्ष श्री दिलमाया सेङ्गाली मगरज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन विद्यालक्ष्मी गुरुङज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। वार्ड नम्बर 7 का इन्जिनियर विनोद खनालज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र पोखरेलज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। र यसै गरी नेपाल मगर सङ्घ जो sama tali lama jadi
भव्य र सभ्य रूपमा सफल पार्न आफ्नो अमूल्य समय आदरणीय महानुभावहरू, हाम्रो राष्ट्रिय गीतको पहिला पङ्क्तिमा सयौं ढुङ्गा फुल्का हामी एउटै माला नेपाली भने नै हामी सबै अलग अलग भाषा, संस्कार, संस्कृति, रीतिरिवाज र समुदाय एवं अलग अलग स्तरको फुलबारीको भए तापनि आज यस देवता नगरपालिकाको आँगनमा हजुरहरूको मायाको धागोमा गाँसेर एउटै मालामा सङ्गठित भए हजुरहरूसँग हातेमाला गरी माया, ममता, एकता र सद्भाव कायम गर्न पाउँदा म अति हर्षित एवं गौरवान्वित भएको महसुस गरेको छु। मानव जाति सामाजिक प्राणी भएकै कारणले होला हामी अलग अलग स्तरको भए पनि आफै समाजमा गोठबन्द भई सामूहिक सञ्चालनको स्वरूप बन्न जान्छ र बनेको छ। देवदह नगरपालिका वार्ड नम्बर 7 पनि यसको एउटा उदाहरणीय नमुना हो। सामूहिक अभ्यास र प्रयोगबाट समाज उत्कृष्ट सुसांस्कृतिक बन्दै जान्छ। यही सामूहिकताको भावनालाई आत्मसात गरी सिद्धनगर मगर समाज मिति 2064 सालमा स्थापना गरिएको हो। हालसम्म हाम्रो समाजमा 101 जना परिवार आबद्ध भएका छौँ। दिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। स्वरली नाच खास गरी नेपालमा एक परम्परागत नृत्य हो। यो नाच खास गरी मगर समुदायको निकै प्रख्यात परम्परा
चाहन्छु र आज यो देवदह मगर समुदायकै एक ऐतिहासिक कार्यक्रम रहेको छ। सायद यो पहिलो पटक नै होला। यसप्रति म सिद्धनगर मगर समाजलाई धन्यवाद दिन चाहन्छु र यो आजको कार्यक्रम पुनः भव्य र सभ्यताका साथ सफल होस् भन्ने पनि म कामना गर्न चाहन्छु। तर यो बीचमा यो कार्यक्रम भइरह्यो भने हाम्रो यो सांस्कृतिक यो जगेर्ना रहिरहनेछ हामी बीचमा र यो आवश्यक पनि हो जस्तो लाग्छ मलाई। हामीले सधैँ नै यो गर्ने कुरा चाहिँ होइन, तर आफ्नो बीचमा आफ्नो कार्यक्रमहरूलाई आफ्नो जुनसुकै कार्यक्रमलाई पनि यसरी मनोरञ्जनको रूपमा र आफ्नो सांस्कृतिक र संरचनालाई जोगाएर राख्ने कार्यक्रमले हामी सम्पूर्णलाई हौसला पनि दिएको छ र हामी मगर समाजहरू हामीले गर्ने कार्यक्रमहरू ओझेल परेको चाहिँ हुन्न र हाम्रा पछिका पुस्ताहरूले हाम्रा पछिका बालबालिकाहरूले पनि यसलाई संरचनाको रूपमा राख्नेछन् र यो अति आवश्यक चिज पनि हो जस्तो लाग्छ मलाई। र अहिले पनि हामी यो कार्यक्रममा रमाइलो कार्यक्रम छ र सांस्कृतिक कार्यक्रम नै भएको हुँदा मैले आफ्नो मन्तव्यलाई अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार। मगर समुदाय पूर्वकालदेखि नाचिआएको
त्यही बेलामा माया
हजुरहरूको सपोर्टले नै म अघि बढेको छु। मेरो घर चाहिँ पर्वत हो, म चाहिँ पोखरा बस्छु, अहिले 12मा पढ्छ है। म एक्लै हो, मम्मी चाहिँ बाहिर हुनुहुन्छ। यदि मेरो मम्मी पनि यहाँ आएको भए हजुरहरूसँग जस्तै फ्यामिली भएर म पनि आउँथ्यो होला, निकै नै खुसी लाग्थ्यो। त्यही भनेको एकछिनमा आउँथ्यो एउटा विज्ञापनमा पछि त यस्तो हँसाउँछ कि म त झक्कै पार्ने गर्न हँसाउँछ त्यो मिठो हँसाउँछ यति मात्र है। पछि कोही पर्यो फेरि नजानु नि फेरि म त फेरि रिसाउँछु नि है। त्यति भन्ने म चाहन्छु। अलिक पछि बाँकी कुरो अलिक पछि नभन्नु है। धेरै प्रस्तुति केही पछि रहनेछ। यसै गरी हामीसँग भर्खरै सालेजो सर्जक सालेजो गायक खेम रेशमी मगर आउनु भएको छ। उहाँको पनि प्रस्तुति रहनेछ। खेम रेशमी मगरलाई म यहाँ परिचय भइरहेलाई हात गर्न चाहन्छु। उहाँको प्रस्तुति केही क्षणमा रहनेछ। त्यसै गरी उहाँको जीवन सङ्गिनी करिश्मा पुन रेशमी पनि आउनु भएको छ। उहाँ दुवैजनालाई परिचय भइदिनको लागि उहाँको प्रस्तुति रहनेछ। उहाँ विशेष गरी सालेजो सम्बन्धी विशेष दखल राख्नुहुन्छ र सालेजो गायक पनि हो। उहाँको केही क्षणपछि प्रस्तुति रहनेछ भन्दै म यो माइक फेरि म खडक बालु पुन्जुलाई हस्तान्तरण गर्न चाहन्छु। अत्यन्तै रोमान्टिक नाचहरू हजुरको माझ प्रस्तुत गरेर जानुभएको छ। यसमा हजुरहरूले हाम्रो वेशभूषा संस्कारलाई कस्तो भएको छ सल्लाह सुझाव पनि दिन हुन म विनम्र अनुरोध गर्छु। र अब म लगत्तै मन्तव्यलाई जोड्न चाहन्छु। हाम्रा बालबच्चाहरूलाई शिक्षा दिएर भविष्य अघि बढाउने हुने सगरमाथा आवासीय इङ्ग्लिस बोर्डिङका हाई स्कुलका प्रिन्सिपल श्री कृष्ण प्रसाद पौडेलजीलाई छोटो मिठो भनाइ राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। श्रद्धा यो महत्त्वपूर्ण कार्यक्रम चितवन समाजद्वारा आयोजित चितवन मगर समाज संस्कृति जगेर्ने कार्यक्रम अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि देवदर नगरपालिकाका उपप्रमुख आदरणीय व्यक्तित्व विद्यालक्ष्मी गुरुङज्यू, त्यसै गरी मगर सङ्घ केन्द्रीय सदस्य भाषिक सदस्य के भन्नुभएको थियो यहाँका महत्त्वपूर्ण राजनीतिक व्यक्तित्व गौरबहादुर विकटज्यू दाजु, त्यसै गरी हाम्रो यो वार्ड देवदर नगरपालिका वार्ड नम्बर 7 का वार्ड अध्यक्षज्यू, वार्ड नम्बर 6 का वार्ड अध्यक्षज्यू, मञ्चमा आसीन समस्त अतिथिगण अतिथि कलाकारहरू, यहाँ उपस्थित हुनुभएका मगर समुदाय मगर सङ्घसँग सम्बन्धित सम्पूर्ण मगर दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैमा यो महत्त्वपूर्ण कार्यक्रममा मलाई पनि बोलाएर 2 शब्द राख्ने अवसर प्रदान गर्नुभएकोमा सर्वप्रथम यहाँलाई मेरो व्यक्तिगत तर्फबाट र म आबद्ध रहेका सम्पूर्ण संस्थाहरू सगरमाथा कलेज सगरमाथा इङ्ग्लिस बोर्डिङ स्कुल लगायत सबै संस्थाहरूको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु। इङ्ग्लिस बोर्डिङका हाई स्कुलका प्रिन्सिपलज्यूलाई उहाँले भनेको कुराहरूलाई हामीले अझै पनि अगाडि बढाउँदै जानेछौँ। यो संस्कृति वेशभूषालाई अझै पनि हामी अगाडि सङ्घर्षको साथ जुट्नेछौँ भन्दै फेरि म मन्तव्यलाई जोड्न चाहन्छु। हाम्रो यसै गरी देवदर नगरपालिका वार्ड नम्बर 7 का सम्पूर्ण 12वटा अध्यक्षको तर्फदेखि र वार्ड नम्बर 7 का वडा अध्यक्ष श्री परमबहादुर थापा मगरज्यूलाई आफ्नो सन्दर्भ कुराहरू राखिदिन हुनको लागि म विनम्र अनुरोध गर्दछु। कार्यक्रमका सञ्चालन गर्नुभएका शीतलनगर मगर समाजका उपाध्यक्षज्यू, यस शीतलनगर मगर समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङले यस कार्यक्रममा अध्यक्षता गर्नुभएका अध्यक्ष, त्यसै गरी प्रमुख अतिथि देवदर नगरपालिका कार्यवाहक प्रमुख तथा देवदर नगरपालिका प्रमुख विद्यालक्ष्मी गुरुङ, त्यसै गरी नेपाल मगर सङ्घका
उपाध्यक्ष हाम्रो नेता विशिष्ट अतिथि भनाइ राख्दै यहाँबाट बिदा भइसक्नु भएको छ। अब हामी धेरै ढिला नगरिकन फेरि सांस्कृतिक कार्यक्रमलाई जोड्न गइरहेका छौँ र यस सांस्कृतिक कार्यक्रमका संयोजक श्री प्रेमबहादुर थापा मगरज्यूलाई सिधै खण्ड सिधै संस्कृति प्रस्तुत गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। धेरै धन्यवाद खड्गबहादुर पुज्यू। अब
कार्यक्रम सञ्चालकज्यू, सिद्धनगर मगर समाज संस्कृति जगेर्ना कार्यक्रम 2078 का अध्यक्ष महोदयज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, मञ्चमा आसीन हुनुभएका सम्पूर्ण अतिथिज्यूहरू, पत्रकारज्यूहरू, अतिथि कलाकारज्यूहरू, समाजसेवीज्यूहरू र यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म मगर संसार फोटो ग्यालरी ग्रुपको एडमिन प्रियराना मगरको तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहन्छु। त्यसैगरी मगर संसार फोटो ग्यालरीका ग्रुपका हाम्रा एडमिन विष्णु ढेका मगर, त्यसैगरी अमिर मगर र सम्पूर्ण मगर संसार फोटो ग्यालरी ग्रुपको तर्फबाट यहाँप्रति आभार व्यक्त गर्दछु। आज सिद्धनगर मगर समाज संस्कृति जगेर्ना कार्यक्रम एकदमै महत्त्वपूर्ण कार्यक्रम, गरिमामय कार्यक्रम चलिरहेको छ। यस कार्यक्रममा हामी मगर संसार फोटो ग्यालरी ग्रुपलाई पनि थोरै समय उपलब्ध गराइदिनु भएकोमा हामी एकदमै आभार प्रकट गर्दछौँ। यस महत्त्वपूर्ण कार्यक्रममा, यस महत्त्वपूर्ण कार्यक्रमको मौकामा हामीले पनि यहाँहरूसँग भेट गर्न पाएका छौँ। यहाँहरूसँग यसै क्रममा चाहिँ हामी मगर संसार फोटो ग्यालरी ग्रुप के हो भन्ने लागेको होला। मगर संसार फोटो ग्यालरी ग्रुप 2074 सालमा मगरहरूको भाषा, वेशभूषा, संस्कार, संस्कृतिलाई जगेर्ना गरौँ, विश्वभरिका मगरहरूलाई एकजुट गरौँ भन्ने उद्देश्यले खोलिएको अनलाइन ग्रुप हो, जसमा 2,60,000 भन्दा बढी मेम्बरहरू समावेश भइसक्नु भएको छ र मेम्बरहरू थपिने क्रम पनि जारी नै भइरहेको छ। त्यसकारण हाम्रो उद्देश्य अनुसार मगर विश्वभरिमा छरिएर रहनुभएका मगर आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र मगर समुदायमा हाम्रा संस्कार संस्कृतिहरूलाई, भाषा, वेशभूषालाई कसरी जगेर्ना गर्न सकिन्छ भन्ने उद्देश्यले अनलाइन ग्रुप मार्फत हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ। आजको कार्यक्रम र जुन हामीले हाम्रो उद्देश्यले खोलिएको ग्रुप छ, त्यो ग्रुपसँग उद्देश्यहरू मिलेको छ, कार्यक्रम उत्कृष्टै भएको छ। किनभने हामीले पनि मगर समुदायका वेशभूषा, भाषा, संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले विभिन्न अनलाइन प्रतियोगिताहरू हामी आयोजना गर्दै आइरहेका छौँ। यसै कड़ाइमा वेशभूषा प्रतियोगिता, त्यसैगरी मगर समुदायले प्रयोग गर्ने विभिन्न औजारहरू, त्यसैगरी हाम्रो संस्कार संस्कृतिमा विभिन्न चाडपर्वहरू कसरी मनाइन्छ त भन्ने विषयलाई लिएर हामीले विभिन्न चाडपर्वहरूमा पनि प्रतियोगिताहरू आयोजना गरिरहेका छौँ। यसै क्रममा हामीले देउसी भैलो कार्यक्रम प्रतियोगिता 2078 जुन सिजन 2 हो, गत साल पनि हामीले यस्तै कार्यक्रम सञ्चालन गरेका थियौँ। गत साल सिद्धनगर समाज नै प्रथम हुन सफल भएको थियो र यो पटक पनि सिद्धनगर मगर समाज सफल भएको छ। यहाँहरूलाई हार्दिक बधाई व्यक्त गर्न चाहन्छु। वास्तवमा सिद्धनगर मगर समाज र देवदह नगरपालिका भनौँ न, अहिले देवदह नगरपालिकाको युवा सङ्घ, आमा समूह, त्यसैगरी मगर समाजले धेरै नै सहभागिता जनाएर हामी एकदमै धेरै उत्साहित छौँ, खुसी छौँ। वास्तवमा भन्यो भने यहाँका हामीलाई अचम्म लाग्छ, 90 वर्ष काटिसक्नुभएका बुवा आमा र भर्खरै 9-10 वर्षका नानी
भन्नेमा म विश्वस्त छु। अब एकदमै धेरै कुरा गर्न मन लागिरहेछ यस कार्यक्रममा, तर समय एकदमै अभाव छ, त्यो हामी सबैले महसुस गरेका छौँ। र खासमा मगर संसार फोटोग्राफी पेज हामीले अनलाइन प्रतियोगिता राख्नको लागि मात्रै खोलिएको ग्रुप होइन। यस मार्फत लाखौँ 80-90 लाखभन्दा बढी सहयोग हामीले हस्तान्तरण गरिसकेका छौँ। विभिन्न दुखी, गरिब, बिरामी तथा अपाङ्ग असहाय व्यक्तित्वहरूलाई हामीले सहयोग पनि गर्दै आएका छौँ। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आरोग्य दाजुभाइ दिदीबहिनीहरूले मगर संसार राहत कोषमा आफ्नो जन्मदिनको अवसरमा, वैवाहिक उत्सवको अवसरमा, विभिन्न अवसरमा पैसाहरू सहयोग गरिरहनु भएको छ। त्यही कोष मार्फत हामीले आवश्यक परेको ठाउँमा अति विपन्न, बिरामी जुन एकदमै दिन दुखी हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले सहयोग गर्दै आइरहेका छौँ। यसै क्रममा आजसम्म 92 भन्दा बढी सहयोग मगर संसार फोटोग्राफीबाट भइरहेको छ। त्यस अन्तर्गत पनि रूपन्देही जिल्लामा 6वटा सहयोग हामीले हस्तान्तरण गरिसकेका छौँ। त्यो हस्तान्तरण सहयोग कहाँ भएको छ भन्ने कुरा पनि म यहाँहरूलाई जानकारी दिन चाहन्छु। डोलबहादुर थापा रूपन्देही तिलोत्तमा 6 जुन चाहिँ मृगौला फेल हुनुहुन्थ्यो, उहाँलाई पनि हामीले रकम हस्तान्तरण गरेका थियौँ। त्यसै गरी मनबहादुर थापा रूपन्देही तिलोत्तमा 4 उहाँको पनि मृगौला फेल थियो, उहाँलाई पनि हामीले सहयोग गरेका छौँ। त्यसै गरी बासुमया थापा रूपन्देही देवदह शीतलनगर उहाँलाई पनि हामीले सहयोग गरेका छौँ। त्यसै गरी पार्वती रेशमी मगर देवदह 10 चरङ्गे रूपन्देही उहाँको पनि मृगौला फेल थियो, उहाँलाई पनि हामीले सहयोग गरेका छौँ। त्यसै गरी दलबहादुरका देवदह रूपन्देही शरणबारी हुनुहुन्थ्यो, उहाँको ब्रेन ट्युमर भएको थियो। अहिले लाग्छ हामीले जानकारी पाएअनुसार हाम्रो सहयोगपछि उपचारपछि उहाँ केही संस्था हुनुभएको छ भन्ने हामीले जानकारी पाएका छौँ। अत्यन्तै खुसी लाग्छ। त्यसै गरी हामीले नेपाल अपाङ्ग आश्रम बुटोल 11 देवदह रूपन्देहीमा अपाङ्गहरूलाई, अशक्तहरूलाई खाना तथा मास्क वितरण कार्यक्रम पनि सम्पन्न गरेका थियौँ। यसरी 6-7वटा कार्यक्रम हामीले रूपन्देही जिल्लामा मगर संसार फोटोग्राफी ग्रुपबाट काम गरिसकेका छौँ। आगामी दिनहरूमा पनि धेरै हाम्रो यात्राहरू धेरै अगाडिसम्म जानेछ। र आज विशेष कार्यक्रम त के छ भन्दा जुन हामीले मगर संसार फोटोग्राफी ग्रुपमा बलिदान पर्व 2078 अवसरमा देउसी भैलो अनलाइन प्रतियोगिता राखेका थियौँ, जसमा 25 जना टिम सहभागी, 25वटा टिम सहभागी भएको थियो। जसमा चाहिँ हाम्रो नियम अनुसार जस्तो धेरै लाइक आउँछ उहाँ चाहिँ प्रथम हुनुहुन्छ। त्यति लाइकको आधारमा त्यस समूहबाट उत्कृष्ट समूह हामीले हाम्रो एडमिन टिमबाट छनौट गर्ने भनेका थियौँ। त्यसै गरी सम्पूर्ण सहभागी टिमहरूलाई हामीले सम्मान पत्र र 1,000 दान दिने भन्ने पनि हामीले जुन हाम्रो नियम थियो त्यसै अनुरूप। अनि अर्को कुरा हामीले त्यस गेममा चाहिँ एउटा समूहलाई भाग्यशाली समूह पनि घोषणा गर्ने भनेका थियौँ। त्यही अनुसार आज रूपन्देही जिल्लाको यस नगरपालिकामा बाट चाहिँ 5वटा टिम सहभागी भएको थियो। यहाँहरू सम्पूर्णलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हजुरहरूको सहभागिताले हामी एकदम उत्साहित छौँ।
हामीले सम्पूर्ण सहभागी टिमलाई चाहिँ जुन विजेता तथा उपविजेता हुनुभएको छ उहाँहरूलाई चाहिँ सम्मान पत्र र एक पूजा दान स्वरूप दिने भन्ने हाम्रो नियम थियो। त्यसै गरी अर्को समूह दान तथा पुरस्कार लिन आउनको लागि आमा समूह शीतलनगर देवदशा उपाध्यायलाई पनि सम्मान पत्र तथा दान ग्रहण गरिदिनु हुन हामी मञ्चमा आमन्त्रण गर्दछौँ। आमा समूह शीतलनगरलाई आगामी दिनहरूमा पनि यहाँहरूको सहभागिताको हामी अपेक्षा गर्दछौँ। त्यसै गरी मगर समाज देवदह 5 सिद्धार्थ कलोनी खैरेनी रूपन्देहीका समूहलाई पनि आफ्नो सम्मान पत्र र पुरस्कार ग्रहण गरिदिनु हुन मञ्चमा हामी निम्त्याउन चाहन्छौँ। मगर समाज देवदह 5 सिद्धार्थ कलोनीका साथीहरू कृपया सम्मान पत्र र पुरस्कार ग्रहण गरिदिनु हुन हामी अनुरोध गर्दछौँ। धेरै धेरै धन्यवाद मगर समाज देवदह 5 लाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। ताली जोडसँग बजाइदिनु होला। त्यसै गरी नेपाल मगर युवा सङ्घ देवदह नगर समिति का समूहलाई पनि हामीले आफ्नो सम्मान पत्र र पुरस्कार लिनको लागि हामी स्टेजमा निम्त्याउन चाहन्छौँ। नेपाल मगर युवा सङ्घ देवदहका साथीहरू कृपया स्टेजमा आइदिनु होला। त्यसै गरी धेरै धेरै धन्यवाद नेपाल मगर युवा सङ्घ देवदह नगर समितिका समूहलाई पनि कृपया जोरदार तालीले सम्मान गरिदिनुको लागि हामी अनुरोध गर्दछौँ। फेरि पनि हामी भाग्यशाली विजेता जुन गोलापट्टाद्वारा गरिएको थियो र 2000 जित्न सफल आमा समूह शीतलनगर देवदहलाई पनि फेरि हामी स्टेजमा निम्त्याउन चाहन्छौँ। कृपया जोरदार तालीले सहभागिता 25 वटा टिममध्ये गोलापट्टाबाट विजेता गोलापट्टा विजेता हामी हाम्रो नियम थियो। माफ गर्नुहोला आमा समूह शीतलनगरले चाहिँ जित्न सफल हुनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद बधाई दिन चाहन्छौँ। अब भने हामी
व्यक्तित्वहरू पुरस्कार ग्रहण गरिदिनु हुनको लागि स्टेजमा आइदिनु होला। यस सम्मान पत्रमा लेखिएको छ, वेशभूषा, भाषा, धर्म, संस्कार, संस्कृतिलाई संरक्षण गरौँ, विश्वभरिका मगरहरूलाई एकजुट गरौँ। मगर संसार फोटो ग्यालरीद्वारा आयोजित 35औं अनलाइन प्रतियोगिता बलिहाङ पर्व तिहार विशेष सिजन 2 देउसी भैलो प्रतियोगिता 2078 मा सहभागी भई प्रथम विजेता बन्न सफल शीतलनगर मगर समाज, देवदह 7 शीतलनगर, रूपन्देहीका समूहलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान पत्र प्रदान गर्दछौँ। आयोजक मगर संसार मिति 2078/7/27 गते अध्यक्ष अनिल लामिछाने मगर भनेर चाहिँ लेखेको सम्मान पत्र र 10,000 जुन प्रथम पुरस्कार थियो 10,000 का सम्मान अतिथिज्यूहरूलाई विनम्र अनुरोध गर्दछौँ। शीतलनगर मगर समाजलाई धेरैभन्दा धेरै बधाई दिन चाहन्छु। यहाँको जुन मेहनत छ, यहाँहरूले जुन गर्नुभएको कला, संस्कृति, भाषा, वेशभूषालाई जोगाउन लागि जति मेहनत गर्नुभएको छ, पुस्ता हस्तान्तरण गर्नुभएको छ, 90 वर्षभन्दा माथिको बाबा र केटाकेटीमा पनि उत्तिकै जोस जागर छ। यहाँको यो एकदम योगदान अतुलनीय छ। हामी यसको जति तारिफ गरे पनि सक्दैनौँ। यहाँको मगर समाजको जुन शैली हो कि नेतृत्व शैली हो कि शीतलनगर मगर समाजमा चाहिँ सबै मन मिल्ने मान्छेहरू मात्रै बसोबास गर्नुहुन्छ कि कसरी चाहिँ यहाँहरूको मन मिलेको छ, समाज मिलेको छ, समूह मिलेको छ भन्ने कुरा हामी सबैलाई एकदमै गर्व लागेको छ। यहाँहरूलाई एकदमै धेरै बधाई व्यक्त गर्दै अब भने यस शीतलनगर मगर समाज संस्कृति जगाउन कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै मगर संसार फोटो ग्रुपको एडमिन शीतलनगर मगर समाजले आयोजना गरेको यो शीतलनगर मगर समाज संस्कृति जगना कार्यक्रम समारोहका श्रद्धेय अध्यक्षज्यू तथा शीतलनगर मगर समाजका अध्यक्ष आदरणीय इन्द्रबहादुर रजाली मगरज्यू, यो महत्त्वपूर्ण कार्यक्रमका विशिष्ट अतिथि नेपाल मगर सङ्घका केन्द्रीय वार्षिक उपाध्यक्ष, सामाजिक, शैक्षिक, राजनीतिक व्यक्तित्व आदरणीय दलबहादुर विकटाज्यू, अतिथिको रूपमा आसन ग्रहण गर्नुभएका देवदह नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष आदरणीय व्यक्तित्व पदमबहादुर थापाज्यू, प्रेस चौतारीका केन्द्रीय सदस्य आदरणीय एम राणाज्यू लगायत मञ्चमा आसीन सम्पूर्ण आदरणीय अतिथिज्यूहरू, आयोजकज्यूहरू, पत्रकारज्यूहरू, यो कार्यक्रमलाई भव्य र सभ्य रूपले सम्पन्न पार्नका लागि उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण आदरणीय आमा, बुवा, दाजुभाइ, दिदीबहिनीहरूमा म देवदह नगरपालिकाको तर्फदेखि, मेरो व्यक्तिगत तर्फदेखि यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन जोडले भन्न चाहन्छु। सर्वप्रथम त यो महत्त्वपूर्ण कार्यक्रममा यहाँहरूले मलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गर्नुभयो, आफ्ना शुभकामनाका भनाइहरू राख्ने अवसर दिनुभयो, यहाँको यति राम्रो नृत्यहरू हेर्ने अवसर जुटाइदिनु भयो, त्यसका लागि आयोजकज्यूप्रति हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। जुन उद्देश्यका साथ आज यो कार्यक्रमको आयोजना गरिएको छ, त्यो उद्देश्य प्राप्त होस् भन्ने शुभेच्छा पनि म यहाँहरूमा राख्न चाहन्छु। सर्वप्रथम त यति राम्रो कार्यक्रम जुन संस्कृतिको जगना गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गर्नुभएको छ, म देवदह नगरपालिका वडा नम्बर 7 वडा समितिलाई देवदह नगरपालिकाको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि हार्दिक आभार र
व्यक्त गर्न चाहन्छु र आज म यहाँ प्रमुख अतिथि भएर आइरहँदा साँच्चै नै यहाँले जुन यो संस्कृति जगना गर्ने उद्देश्यको साथ नृत्यहरू देखाउनु भएको छ साँच्चै नै मैले यसरी हेर्दाखेरि पहिलोचोटि यति राम्रो कार्यक्रमहरू हुन त हिजो पनि संस्कृतिको जगना गर्ने उद्देश्यका साथ थुप्रै कार्यक्रमहरू गर्नुहुन्थ्यो मगर समुदायले गर्नुहुन्थ्यो गुरुङ समुदायले गर्नुहुन्थ्यो विभिन्न समुदायले गर्नुहुन्थ्यो तर हामीले क्यासेटमा डेकमा नाचेर डेक बजाएर नाचेर गरेको पाइन्थ्यो तर चाहिँ साँच्चै नै आज चाहिँ शीतलनगर मगर समाजले आफै गाएर आफै नाचेर आफै बजाएर एउटा मौलिकता झल्किने खाले एउटा सांस्कृतिक कार्यक्रम देखाउनु भएको छ साँच्चै नै यहाँको कार्यक्रम हेरिरहँदा मलाई त आज मगर गाउँमै पुगे लागेको छ यति राम्रो कार्यक्रम यहाँले प्रस्तुत गर्नुभएको छ मैले त अध्यक्षज्यूलाई पनि सोधेँ तपाईँले प्र्याक्टिस गर्नुभएको थियो यसरी नृत्य गर्ने गाउने नाच्ने भनेर सोधेँ हामीले प्र्याक्टिस गरेका थियौँ सगरमाथा कलेजमा पनि हामी प्र्याक्टिस गरेका थियौँ विभिन्न ठाउँहरूमा हामीले यहाँ देखाउनको लागि प्र्याक्टिस गरेका थियौँ भनेर भन्नुभयो साँच्चै नै अत्यन्तै खुसी लागेको छ जुन प्रेम भाइले यहाँ उद्घोष गर्दा पनि सोरठी रानीको विरहको बारेमा पनि उहाँले जुन यो मगर समुदायको यो गीतको सोरठी रानीको विरहको बारेमा पनि उहाँले जानकारी गराउनु भयो कौडा नाचको बारेमा पनि जानकारी गराउनु भयो यसरी आफ्नो मौलिकता झल्किने गरेर यसरी हाम्रा मगर दाजुभाइ दिदीबहिनीले आफै नाचेर गाएर बजाएर यति राम्रो संस्कृति यहाँले यति राम्रो नृत्य प्रस्तुत गर्नुभएको छ साँच्चै नै यो हाम्रो तीर्थनगर नगरपालिकाको लागि एउटा हाम्रो लागि एउटा सम्पत्तिको रूपमा हामीले लिएका छौँ हामी विभिन्न कार्यक्रमहरूमा गएका छौँ तर सबै कार्यक्रममा सोरठी नाच होस् कौडा नाच होस् जुनसुकै नृत्य भए पनि डबिङ क्यासेटमा नाचेर भाइ बहिनीहरूले देखाउनुहुन्थ्यो तर आज हाम्रा मगर समुदायका अझै मैले अध्यक्षज्यूलाई पनि सोधेँ देवदह नगरपालिका भरिका मगर समुदायहरू वडा नम्बर 7 का मात्र हुन् भन्दाखेरि वडा नम्बर 7 का मात्र हुन् भन्नुभयो यसरी सबै दाजुभाइ दिदीबहिनी आफ्ना छोराछोरी सबै मिलेर नाच गान गर्दाखेरि अत्यन्तै राम्रो अत्यन्तै उत्कृष्ट मानेको छु मैले साँच्चै नै अत्यन्तै खुसी लागेको छ हामी देवदह नगरपालिकाले पनि साँच्चै नै भन्यो भने यसरी नै हाम्रो संस्कृतिको जगडा गर्ने उद्देश्यका साथ हामीले तिहारमा देउसी भैलो डबिङ क्यासेटहरूबाट खेल्न दिएका छैनौँ किनभने यसरी नै हाम्रा संस्कृतिको जगडा हुन्छ हामीले हाम्रो संस्कृतिलाई बचाउने हो भने आफै नाच्नुपर्छ आफै गाउनुपर्छ आफै बजाउनुपर्छ भन्ने देवदह नगरपालिकाको उद्देश्य हो एउटा डबिङ गीतमा त जो पनि नाच्न सक्छ भनेर हामीले हाम्रो संस्कृतिको जगडा गर्ने उद्देश्यका साथ हामीले डबिङ गीतहरूमा नाच्न दिएका छैनौँ विगत 3 वर्षदेखि थुप्रै कुराहरू हामीमाथि प्रश्न तेर्सिरहँदा पनि हामीले चाहिँ आफ्नो मौलिकतामै नाच्ने गाउने भनेर देवदह नगरपालिका अगाडि बढेको छ आज यहाँ देख्दा त साँच्चै नै जुन हामीले गरेको निर्णय अत्यन्तै राम्रो रहेछ भनेर मैले महसुस गरेको पनि छु हाम्रो देश बहुजातीय बहुधार्मिक सांस्कृतिक सम्पदाले भरिएको देश हो हाम्रो देशभित्र थुप्रै जात जातिहरू बसोबास गर्दै आएका छन् हाम्रो नगरपालिकामा पनि थुप्रै जात जातिहरू बसोबास गर्दै आउनु भएको छ सम्पूर्ण जात जातिको आफ्नै वेशभूषा आफ्नै रहनसहन आफ्नै धर्म संस्कृति रहेको छ मगर जाति नेपालको एक प्रमुख जाति हो भने मगर जातिको पनि आफ्नै संस्कृति आफ्नै रहनसहन आफ्नै वेशभूषा रहेको छ मगर समुदायले आफ्नो
संस्कृतिको जगना गर्नको लागि हाम्रो नगरपालिकामा विभिन्न कार्यक्रमहरू गर्नुभएको छ। म यहाँलाई धन्यवाद पनि दिन चाहन्छु। यस्ता कार्यक्रमहरूले संस्कृतिको जगना हुन्छ, तर यति नै मात्र हुँदैन। किन हुँदैन भने म आफै पनि जनजाति हुँ, एउटा गुरुङको चेली हुँ। मैले चाहिँ के भन्न चाहन्छु भने हामीले हाम्रो संस्कृतिको जगना गर्ने हो भने यस्ता कार्यक्रम सँगसँगै हामीले जन्माएका छोराछोरीहरूलाई हाम्रो वेशभूषा, हाम्रो भाषा जन्मिँदैदेखि सिकाउनुपर्छ भन्न चाहन्छु। किनभने मैले भनिसकेँ, म एउटा गुरुङको छोरी हो। मैले सबै गुरुङ कुरा बुझ्छु, तर मैले बोल्न जान्दिनँ। किनभने मेरो बाबा आमाले सानोमा मसँग गुरुङ भाषामा कुरा गर्नुभएको भए साँच्चै मैले उहाँहरू जस्तै गुरुङ भाषा बोल्न जान्थ्यो होला। मेरो बाबा आमाले मसँग गुरुङ भाषामा कुरा गर्नु भएन, सबै खस भाषामा कुरा गर्नुभयो। त्यही भएर मैले सबै गुरुङ भाषा बुझ्छु, तर बोल्न जान्दिनँ। तसर्थ हाम्रा मगर समुदायले पनि यस्ता कार्यक्रम सँगसँगै हाम्रो संस्कृतिको जगना गर्ने हो भने यहाँले हाम्रा युवा पुस्ता, हामीले पाएका छोराछोरीहरूलाई हाम्रो संस्कृति, हाम्रो भाषा, वेशभूषा सबै जन्मिँदैदेखि सिकाउनुपर्छ भन्ने कुरा सम्पूर्ण मगर समुदायका आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनीलाई म भन्न चाहन्छु। तिनै तहका सरकारहरू विभिन्न जात जातिहरूको संस्कृतिको जगना गर्ने उद्देश्यका साथ अगाडि बढेको छ। संविधानमै विभिन्न जात जातिका अधिकारहरू लेखिएको छ। हामी देवदह नगरपालिका स्थानीय सरकार पनि यहाँका सबै जात जातिको संस्कृति जगना गर्ने, संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यका साथ हामी अगाडि बढेका छौँ। हामी एक बजेट विनियोजन गर्दा जनजातिलाई विनियोजन गरेका रकमबाट हामीले विभिन्न जनजातिका भवनहरूको भौतिक पूर्वाधारमा देवदह नगरपालिकाले सहयोग गरेको छ। विभिन्न जात जातिका चाडपर्वहरू मनाउने क्रममा देवदह नगरपालिकाले सहयोग गरेको छ। विभिन्न जात जातिहरूका युवा महिला समाजले आयोजना गरेको यो शीतलनगर मगर समाज संस्कृति जगना कार्यक्रम समारोहका सर्दै अध्यक्षज्यू तथा शीतलनगर मगर समाजका अध्यक्ष आदरणीय इन्द्रबहादुर रजानी मगरज्यू, यो महत्त्वपूर्ण कार्यक्रमका विशिष्ट अतिथि नेपाल मगर सङ्घका केन्द्रीय वार्षिक उपाध्यक्ष, सामाजिक, शैक्षिक, राजनीतिक व्यक्तित्व आदरणीय दलबहादुर बिरकटाज्यू, अतिथिको रूपमा आसन ग्रहण गर्नुभएका देवदह नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष आदरणीय व्यक्तित्व पदमबहादुर थापाज्यू, प्रेस चौतारीका केन्द्रीय सदस्य आदरणीय एम राणाज्यू लगायत मञ्चमा आसीन सम्पूर्ण आदरणीय अतिथिज्यूहरू, आयोजकज्यूहरू, पत्रकारज्यूहरू, यो कार्यक्रमलाई भव्य र सभ्य रूपले सम्पन्न पार्नका लागि उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूमा म देवदह नगरपालिकाको तर्फदेखि, मेरो व्यक्तिगत तर्फदेखि यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन जोडले भन्न चाहन्छु। श्री मनबहादुर थापा मगर, मारुनी श्री श्याम थापा मगर, मारुनी श्री हरिमाया गलानी मगर, मारुनी श्री राधा थापा मगर, पुरुषनी श्री प्रेम मर्सानी मगर, वाद्यवादन श्री विजय पल्ली मगर, श्री शेरबहादुर पुन मगर, पुरुष गायक श्री तिलबहादुर बुढाथोकी मगर, श्री दिलबहादुर थापा मगर, महिला गायक श्री शान्ति थापा मगर, श्री इन्द्रा राणा मगर, श्री विष्णु माया थापा मगर। यसपछि हाम्रो काउले बुढीको क्यारिकेचर गर्ने पुष्पा मगरको प्रस्तुति रहनेछ र सालेजो सर्जक खेम रेशमी मगर पनि हामी बिच हुनुहुन्छ, सालेजो गायक पनि हुनुहुन्छ।
सँगसँगै बिदाई गरिदिनुको लागि श्री इन्द्रबहादुर हजारेज्यू, विशिष्ट अतिथिज्यू सम्पूर्णलाई बिदाई गरिदिनुको लागि हार्दिक गर्न चाहन्छु। म खडक बहादुर पुन्जीलाई मायाको छु अध्यक्षज्यूलाई दिदीलाई हार्दिक गर्न चाहन्छु। यसपछि हामी अलिकति हाँस्ने छौँ। यो मायाको चिनो प्रदान गरेर हाम्रो प्रमुख अतिथिजी हाम्रो निकै सहयोगी हुनुहुनेछ। सधैँ हामीलाई यसरी नै सहयोग गर्नुहुनेछ र हाम्रा कार्यक्रममा यहाँले सदैव आफ्नो अभिभावकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने आशा र विश्वास राख्दै यहाँको राजनीतिक उज्जवल भविष्यको कामना गर्दै आजका प्रमुख अतिथिज्यू देवता नगरपालिकाका स्टेजमा आमन्त्रण गर्न चाहन्छु। पुष्पा मगर काउली बुढी, सानी काउली बुढी। मेरो त अस्वास्थ्य भएर रिसाउने हो भने मेरो सहर अनि के छ भने अनि सहर पारेको हेर्नु न मर्थे परेको कति मर्थे पर्नुहुन्छ गाडी। अब उमेरले कहिले बुढो हुँदैन, उमेरले बुढो होइन मनले बुढो हुँदैन। यसो हेर्दाखेरि काउली बुढोलाई यतितिर राख्नु लागिरहेको लौ जा के भन्नु छ दाजु झन् कपाल फुल्यो पैसा अझै छ, दाजु झन् कपाल फुल्यो पैसा अझै छ। यो ठाउँमा कोही जाने भयो आज कोही जान्छ के गर्छ जाने भयो पो के गर्नुहुन्छ को जान्छ आफ्नै गर्नु छ। भनेर कसैले भन्यो सुन्दर गाडीले घुमेर हेर्दा सुन्दरी म कतिमा राम्रो मार्ने मलाई मार्यो सुन्दरी भाइ कतिमा राम्रो मार्ने मलाई मार्यो साको बाटो टपरी हुने हेगरै नहुने सल्लाहको तिम्रो माया कति छ कति हेगरै नलपछि हल्लाको नलपछि भनिरहेको छु। साथमा त पानी छ क्या मेरो त क्या बिरामी हुँदा क्या वास्तै छैन। अनि के छ त नि तपाईँको दाँतको लचत गाँठे तपाईँको क्या मेरो त समयको छ नि मिलाएको क्या। अनि सबैजनाले हेर्नु चाहिँ कस्तो चस्मा नदेखिएको ल सबैले मोहन गराउनु चाहिँ बिहार्नु छ र यस्तो छ जिन्दगी। अनि के छ भने तपाईँ यता आउनुहोस् क्या के बाहिर बस्नुभएछ अनि सबैजनाले हेरिराख्नुभएछ यस्तो। अनि म के हिजो आउँदाखेरि क्या बाटोमा के चाहिँ देखेँ भनेपछि अन्त सानो बच्चाहरू बसिरहेको थियो क्या तिनवटा हो क्या कपालै छैन त्यो जाडोले होला क्या कपडा पनि नलाएको है। अनि यसो सोचेँ ल मेरो बालबच्चाहरू किन यहाँ आएको भन्नु रहेछ अलमल परेको लास्टमा त बच्चा नभएको पो रहेछ क्या। अर्काको बच्चालाई मेरो बच्चा भन्न कहाँ मिल्यो है आफ्नो बिहा गरेको छैन भर्खर उमेर बस दिल बस भन्नु हो भने जस्तो कुरो तपाईँ फेरि म किन पर्छ भनिदिरहेको छु नानीले। अनि के छ त तपाईँको अनि के भन्नु छ भन्यो कि मख पर्नुहुन्छ अब मख नपरे भएको एउटा कुरो मख पसिना आइछ कि तपाईँलाई देखेपछि पसिना आइहाल्छ भन्नुहुन्छ। अनि आमामा गयो भने त फेरि केटा बोल्नुपर्छ फेरि यस्तो नि त कुरो बिर्छु कि म त केटो पो हो त फेरि केटीहरूले मखे पर्नु लागि। अब यहाँ आएपछि एउटी त लाग्नै पर्यो देख्दा आएपछि त म त आमाले कोक्नु भइन्छ फेरि एउटा बुहारी मैले बाँच्नु भयो त पनि पुरो लाग्यो पुरस्कार भयो एउटा चाड त चाहियो भन्नुहुन्छ कि अब जाने बेलामा त मैले त बिहानै जानेछ एउटी त नली भएको छैन खोलिदिनु पर्यो सर भन्नु त मैले त पाएको छैन अब तपाईँले कसरी खोलिदिनु होला उहाँको अलरेडी घरमा बुढी हुँदा हुँदै उहाँले कसले खोलिदिन्छ र भनेको के भनेर झगडा गरेछु बाटोमा आउँदा त एउटा कुरा फुस्काउनु भयो। लास्टमा मेरै गर्लफ्रेन्डको परेछ अस्ति त जाँदाखेरि के गर्लफ्रेन्डको मोबाइल चेक गरेको त लोक त्यही फोटो देखेको नि त कुरा त फुस्कायो फेरि गर्न फेरि पुग्ने मान्नु होइन पातु क्या
जस्तो कसो अरे अनि के छ पनि मेरो सम्झिनेहरू धेरै पाएको छु यहाँ त्यता धेरै खुसी लाग्यो क्या यहाँ जस्तो म त धेरै लम्चुर नगरेको अब हिजो आएर त यसो अनि दाइको घर बसेको क्या अनि बस्दाखेरि धेरै माया ममता पाएँ अब मेरो मम्मी पनि उता बाहिर हुनुहुन्छ अब एक्लै हो गरेर बस्नु अर्को फ्यामिली देख्दा त कस्तो मलाई चटक्कै खाने क्या त्यस्तो हुने अब टाढाबाट आइलेछ कस्तो हुने के कसो हुने भनेर बुढी मान्छे है बुढेसकाल जाडो छ त्यसै कहाँ बस्नु क्याल्ने के खाने भन्ने अनि अघि आएर रोटी दिनुभयो क्या त्यो रोटी खाएको त फुरुक्कै दाँत झर्ने त गाँठे भरको मान्छेलाई पनि कुकुर बनाइदिएर रहेछन् क्या यहाँ आएर त धेरै कुरा सिक्यो धेरै कुराहरू ज्ञान पाइयो है सोच्दै नसोचेको परिवार भेट्यो है यसो हेर्नु पर्यो धेरै हेर्नुपर्छ उस्तै उस्तै कपडा लाउनु पर्छ बसिएछ यसो मिची भाषा भनेको त कोही पनि आफ्नो नाखेको त आफूलाई हँसाउन आउँदैन भर्खर कति पुगेर म त बिर्सिन्छु क्या उहाँलाई नै थाहा छ कति सुन्नु अनि यहाँ आएर त कस्तो चिसो भयो अनि अरूको बुट लाएर आएको खुवाएर आउनु भयो देखाएर आउँदा भनेको त्यो फुकाएर आयो क्या उठ्यो अनि यस्तै छ जिन्दगानी अनि के छ भने अनि नयाँ नौलो खबर अब के हुनु सबैको ठिकै छ भक्क पर्नुपर्छ मैले जस्तो जख्मा हुन्छ यस्तै छ अनि ऊ सम्झी हुनुहुन्छ एउटा म जस्तै क्या क्या त्यस्तो दियो अब भाउजूलाई पनि हेरेर बस्नुभएछ अनि दाइले पनि हेरेर बस्नु छ माया सम्झना छ उहाँले गर्दा म यहाँसम्म आइपुगेँ सर्वप्रथम त बिएमपी टिभीलाई म धेरै धन्यवाद दिन चाहन्छु क्या किनकि उहाँले गर्दा म धेरै अगाडि पुगेँ अनि अनिताले गर्दा पनि उहाँ सबैजनाले चिन्न सफल भएँ म अनि त्यहाँ देख्दा त मेरो फोटो त जसको देखेँ क्या मन कस्तो सिलिङ्गै भएको क्या एउटा यो त्यहाँ गएर मेरो फोटो त देखियो देखिन त अब अगाडि गएर के बोल्ने हो भन्ने मनमा के जिज्ञासा चल्ने क्या हो त्यस्तो हुन्छ क्या सबैजनालाई आउन त आइयो अब के बोल्ने अगाडि गएर भन्ने त्यस्तो कुरो हुन्छ क्या अनि त्यस्तै हो कुरो त म त तल झरेर जा अनि के छ भने अनि तपाईँको सन्चै छ होला गरेँ सब ठिक छ अझै सोधेछ तपाईँले अनि के छ भने तपाईँको त मेरो जस्तो जात्रा जात्रा गाँठेको हुन्छ सबै ठिक छ सबै चिज हो खुकुरे पनि गर्नु चाहिँ तपाईँले त हान्नुहुन्छ क्या गाँठे डरलाई ठिकै छ सबै यता फेरि मलाई बोलाउनु भनेर रिसाउनु छ फेरि के छ भने तपाईँको खबर के हाल सबै ठिक छैन के भयो के को कमी भयो तपाईँलाई फेरि तपाईँ आउनु भएको छ भन्ने थाहा पाएर सबै कुरा बर्बाद भयो लौजा बर्बादको खत्तम भयो नि के आयो यस्तो खै तपाईँले के गरिदिनु भयो म त पुरो गरी के आयो मैले के हाल्नु सकेँ त्यस्तो त्यही त तपाईँ यस्तो बुढी मान्छे पनि यस्तो जाडोमा आउँदाखेरि कसरी यहाँ जाडोमा यस्तो यो मङ्सिर पुसको जाडोमा यस्तो बुढी मान्छे कसरी आयो भनेर सबै चाहिने छक्क परेका छन् त्यस कारणले तपाईँको आगमनले सबै चाहिने सबै कुरा बिर्से जङ्गल आउनुहुन्छ सन्धि के छ सन्धि भेट राख्नु जोडिरहेको सन्धिले अनि के हो यस्तै छ हाल खबर जिन्दगी म त जान्छु क्या यतै त यसरी उक्लिने हो गरे अनि कम गर्ने हो गरे म त कराते नि खेलेको पनि फेरि म त डेन्जर मान्छे अनि तपाईँ कता हो कि कोला हेर्नुको यता छु क्या म हिजो खुब मिठो गफ भन्यो यहाँ बोल्नु हो नभन्ने अहिले त यता फेरि आँसु लिएर फेरि आमा के भन्नु छ त तपाईँ त याक्छु यता पाइन्छ नि मैले राम्रो गफ गऱ्यो भने लप पर्छ भनेको त्यही परेन क्या जो पर्छ हिजो मिठो कुरा भन्यो भने बोल्नु दिन्छु नि मलाई फराएर लाएर एकचोटि गप्प लाएर हाँस्दिन पऱ्यो क्या ल एउटा हाँसौँमा हाँस्नु हुन्छ ल हुन्छ अब के भन्न चाहन्छु भने म यहाँ सर्वप्रथम त म अनिल दाजुलाई धेरै धन्यवाद दिन चाहन्छु किनकि उहाँले गर्दा यहाँसम्म आइसक्यो तपाईँहरूले चिन्नुभयो पहिला त तपाईँहरूले मोबाइलमा हेर्नुहुन्थ्यो होला आज प्रत्यक्ष देख्न पाउनुभयो यहाँ म मेरो मम्मीलाई पनि ल्याउन सक्थेँ होला तर
टाढा हुनुहुन्छ मभन्दा अर्काको देशमा पसिना बगाउनुहुन्छ। मैले नेपालमा केही गर्न सकेँ भने मेरो मम्मीलाई नेपालमा झिकाउनु भन्ने मेरो उद्देश्य छ। छोरीले केही गर्ला भन्ने आद होला आमाको पनि। धेरै गाह्रो छ। मैले मेरो मम्मीलाई भगवान सर बराबर मैले मान्छु क्या। म जुन ठाउँमा अर्को जन्ममा पनि जुन ठाउँमा भए पनि मेरो आमाको कोखमा जन्मियो भन्ने इच्छा छ। अहिले आवाजमा बोल्नु पर्यो क्या, नत्र त बोलिरहेको हुँदैन क्या मलाई त। सम्पूर्णमा नमस्कार। म चाहिँ पुष्पा मगर। मेरो जन्म चाहिँ मेरो पर्वत बनौँ जलजलामा भएको हो। म सानै हुँदाखेरि म 4 कक्षा पढेर म मामा घरै हुर्केँ। मेरो मम्मीको दुध त्यति राम्रोसँगले खान पाएन। मैले आफ्नै दुध खाने उमेरमा पनि म हजुरआमाको दुध चुसेर हुर्केको मान्छे हो। म त्यस्तो सङ्घर्ष गरेर हुर्केँ। मेरो मम्मीले जाँड रक्सी पालेर मलाई हुर्काउनु भयो, पढाउनु भयो, खर्च गर्नुभयो। बाबाको अर्को फ्यामिली छ। मैले भन्छु सत्तुरलाई पनि यस्तो नपरोस्। कसैलाई पनि सुख हुन्छ दुःख हुन्छ सुख अवश्य आउँछ। त्यो सत्तुरलाई पनि। र मेरो मम्मीले धेरै सङ्घर्ष गर्नुभयो। अर्काको देशमा गएर पसिना बगाउनु भयो। इन्टरभ्यू नि भएको थियो। इन्टरभ्यू गर्दा कुरा गर्दै वास्तवमा मेरो फ्यामिलीको बारेमा कोट्याइयो। मेरो फ्यामिलीको बारेमा कोट्याउँदाखेरि बाबा खै भन्नुभयो। बाबा त अर्को फ्यामिलीसँग छ, आफूसँग त छैन। त्यही भएर म हरेक इन्टरभ्यूमा दिँदा पनि मैले मेरो फ्यामिलीको बारेमा पहिले भनिसकेँ। म बारम्बार भन्दिनँ किनकि त्यो दुःखलाई म कोट्याउन चाहँदैन। अबको दिनमा त म धेरै सङ्घर्ष गर्छु, धेरै खुसियाली आउँछु भन्छु। जतिखेर पनि त्यही बारेमा आउँछ कि हुनसक्छ होला कतिपयले पनि दुःख गर्नुभयो हो, तर मेरो एजकोले दुःख सङ्घर्ष गरेर हुर्केको भनेको मलाई आफूले लाग्छ। हुन त हजारौँले दुःख पाएको छ। त्यही भएर कसैलाई पनि मेरो शत्रुलाई पनि यस्तो नपरोस् भन्छु। त्यही देखेर अनिल दाजुलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनिल दाजुले के गरेर मलाई कति फलो गर्नुभएको रहेछ। उहाँ अनि रिक्वेस्टमा चाहिँ मैले उहाँले फलो गर्नुभएको रहेछ। मैले अनि फलो ब्याक दिएँ मैले। अनि त्यहाँ गर्दै उहाँसँग अन्तर्वार्ता भयो। अनि अन्तर्वार्ता हुँदाखेरि यहाँ चाहिँ देवदारमा चाहिँ प्रोग्राम छ, सानो प्रोग्राम छ पानी प्यासमा भनेर म यहाँ आएँ। अनि कसरी बोल्ने होला मलाई स्टेजमा जाँदाखेरि यसरी माइक समातेर बोल्ने मेरो हिम्मत क्षमता थिएन। किनकि मेरो फ्यामिलीको सपोर्टले गर्दा म यहाँसम्म आइपुगेँ। त्यही भएर म बिएमपी टिभीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। बिएमपी टिभीले गर्दाखेरि अनिल दाजुसम्म आएँ। अनिल दाजुले गर्दाखेरि म प्रत्यक्ष देख्न पाएँ। तपाईँहरूले मोबाइलमा देख्नुहुन्थ्यो, अहिले प्रत्यक्ष आएँ म। हुन त मैले केही गल्तीहरू भयो होला मबाट, म क्षमा चाहन्छु। त्यो अब आउने कुरामा आउँदाखेरि म त्यो कुराहरूलाई सुधार्नेछु। तपाईँहरूले कस्तो लाग्यो सल्लाह दिनु होला। अनि तपाईँहरूले यसो माया पायो भने फेरि पनि अर्को टाइम फेरि आउँ भन्ने उद्देश्यले म यहाँबाट मेरो 1-2 शब्दमा यहीँ टुङ्गाउँदै म यहाँबाट बिदा माग्छु। हस्, धन्यवाद। धेरै धन्यवाद पुष्पा। एकछिन यो काउलीलाई देखेपछि धेरै अगालो मारौँ जस्तो लाग्यो। तिमी 16 म 40 कटिसके काउली, अलिकति त माया पोखिन देऊ काउली। तिमी 16 म 40 कटिसके अलिकति त माया पोखिन देऊ काउली। 60 पुगेपछि मैले लौरो टेकुला तिमीले मलाई समाउली। हुन्छ काउली? अत्यन्त हुन्थ्यो क्या। अब तपाईँलाई मैले कल गर्छु तपाईँलाई। धेरै धन्यवाद पुष्पा मगरको यो खै कता जानु खडक भाजी के दिने हो भाइ?
बोलेन मलाई फेरि छोराको पाएँ पुरस्कारमा 55 वर्षमा तर छोरा बोलेन भनेर मलाई साह्रै चिन्ता लाग्यो। उहाँले लामा धामी कहाँ जानुभयो। लामाले भन्यो तपाईँको छोरा नबोलेकै राम्रो। फेरि उहाँ धेरै ठाउँमा हेराउनुभयो। धेरै ठाउँमा हेराउँदा उहाँलाई एउटा राम्रो ज्योतिषले सल्लाह दियो, सक्दो छोरा नबोलेकै राम्रो, बोल्यो भने पहिला जसको नाम लिन्छ त्यसैलाई पिर्छ भनेर एउटा ज्योतिषले भनिदिनु भएको छ। उनलाई यति ठुलो पिर भयो, अनाथ भयो। कति बेला छोराले बा आमा, केटाकेटीले भन्ने त बा आमा नै हो। बा भनेको ठहरै हुन्छ, आमा भने कति बेला सिक्रेट ठहरै हो भनेर उनलाई धेरै पिर पर्यो। त्यो छोरो 9 वर्षपछि बोल्दा पहिलाचोटि उनले अङ्कल भन्यो। अङ्कल बिरामी हुनुभयो, बित्नुभयो। बाजे भन्यो, बाजे पनि बित्नुभयो। त्यसपछि उहाँलाई फेरि पिर पर्यो, कहिले मेरो नाम बा भन्छ र मलाई ठुलो चिन्ता अलिकति डुब्लाउनु भयो। मैले उहाँलाई भने सबै त्यस्तो हुँदैन, तपाईँ नबित्न नि सक्नुहुन्छ, तपाईँ नबिर्न नि सक्नुहुन्छ। तर त्यो छोराले जति बेला बा भन्यो त्यही छिमेकी आएको मेरो अङ्कल हुनुहुन्थ्यो, थोरै बित्नुभयो। अनि मैले सोधेँ भुषाल दाइ के भयो यस्तो भनेको। म धेरै खुसी छु बाबु, मेरो छिमेकीले साँधी मिचिया रहेछन्, त्यही भएर म जिउँदो छु भन्नुभएको थियो। त्यही भएर साँधी मिच्ने काम धेरै प्रकारको हुन्छ। अनावश्यक साँधी नमिच्ने होला, फेरि आफै ठहरै हुनुपर्ला भन्दै म यो सानो चुटकेला Bom,
मगर जाउँ है रमाइलो गरी बस्यो ल